धेरै सुन्दर ठाउँहरूमध्येको एक सुन्दर ठाउँ आसिकागा फ्लावर पार्क। यो विन्टरमा इल्युमिनेसन हेर्न जान सोचिरहनु भएको छ भने चाहिँ यो ठाउँ अवश्य पनि भिजिट गर्नु होला है। यति राम्रो छ है, शब्दमा बयान गरेर साध्य छैन कि त्यहाँ गएपछि त यति आनन्द आउँछ नि, छुट्टै संसारमा जस्तो छु जस्तो फिल हुन्छ कि यति रमाइलो छ, यति राम्रो राम्रो लाइटिङ छ होइन। अझ मैले भिडियोमा सबै राख्न पाइनँ, भिडियो लामो हुने भएर है। तपाईँहरू इल्युमिनेसन हेर्न जाने सोच्नु भएको छ भने चाहिँ यो ठाउँ एकचोटि अवश्य जानु होला होइन। टिकट चाहिँ 1400 इन छ। अनि मैले तल लोकेसन पनि ट्याग गरिदिन्छु, तपाईँले तल लोकेसनबाट पनि टिकट लिन सक्नुहुन्छ। ओ माई गड, यति रमाइलो यति राम्रो छ है, यति धेरै थरीको लाइटिङहरू छ क्या, कस्तो राम्रो राम्रो लाइटिङहरू छ होइन। डिफ्रेन्ट कन्सेप्टको लाइटिङहरू राखेको छ। अनि यो फ्लावरहरू है, अनि मलाई चाहिँ एकदमै मन पर्यो। मेरो बाबुले पनि एकदमै धेरै इन्जोय गर्यो होइन। हामी चाहिँ मजाले घुमेर फर्क्यौँ, सबैतिर हेऱ्यौँ होइन। अनि तपाईँहरू पनि जाने सोच्नु भएको छ, लाइटिङहरू मनपर्छ हेर्न भने चाहिँ यो सुन्दर ठाउँ चाहिँ एकचोटि अवश्य पनि जानु होला। यो विन्टर इल्युमिनेसनको मजा लिनु होला है, एकदमै रमाइलो ठाउँ छ। अनि तोचिगीमा रहेको यो आसिकागा फ्लावर पार्क हो होइन। यो भिडियोमा पनि मैले सकेसम्म चाहिँ राख्ने कोसिस गरेको छु त्यो लाइटिङहरूलाई। अनि आफै गएर इन्जोय गर्नुभयो भने अझ रमाइलो हुन्छ है। मलाई चाहिँ स्वर्गको एउटा सानो टुक्रा जस्तै लाग्यो कि, नभए स्वर्ग देखिँदैन भन्छ नि त, तर स्वर्ग देख्नलाई चाहिँ बाँच्नै पर्छ है। मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरू पनि जानु होला है त।